शैलेन्द्र साके, ललितपुर महानगरपालिका वडा नम्बर 20 को वडा सदस्य। सबैलाई नमस्कार, म शोभा श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नम्बर 5 को महिला सदस्य। सबैलाई नमस्कार, मेरो नाम रमा लुइटेल, म ललितपुर महानगरपालिकामा मिडिया कोअर्डिनेटरको रूपमा काम गर्छु। सबैलाई नमस्कार, म सागर थापा, ललितपुर महानगरपालिकामा विगत 19 वर्षको कार्यरत छु। आज प्रोक्युरमेन्ट चिफको रूपमा कार्यरत छु। सबै नमस्कार, सर्वप्रथम हाम्रो ललितपुर महानगरपालिकाका मेयर आनन्दलाई र हाम्रो नगरपालिकाका मेयर साथ जिल्ला उपप्रमुखजी र सदनका चाहिँ साथै नगरपालिकाका मेयर आदरणीय मित्रलाई स्वागत गर्न चाहन्छु। म किरण ओली, मेरो घर पूर्वको नगरपालिका वडा नम्बर 4 पर्छ। म पहिला यो स्वास्थ्य शाखामा पनि काम गरेँ। अहिले नेपाली काङ्ग्रेस पार्टीको 32 को कार्यभार सभापति। ल, यहाँ सबैलाई हार्दिक नमस्ते। म प्रकाश भण्डारी, शारदा नगरपालिका सल्यानको नगर प्रमुख, नेपाल नगरपालिका सङ्घको सचिवालय सदस्य हुन्छु। काठमाडौँ भ्याली मेयर्स फोरमको पनि अध्यक्ष। नमस्ते, म हस्त हुँ, दुर्गापुर नगरपालिकाको नगर प्रमुख। अब यो दोहोरेको भनौँ न यसबाट। हस्, थ्याङ्क यू, धन्यवाद। बाँकी ग्राफिकल गरौँला। नमस्कार, हार्दिक स्वागत पनि दुवैजना साथीहरूलाई र सम्पूर्ण टिमलाई। म महिला भित्र दुर्गापुर नगरपालिकाको यो नगरपालिका देखिँदो रहेछ। उसो त जनसङ्ख्याको हिसाबले 48,000 पछिल्लो सेन्ससको डेटा अनुसार 48,000 जनसङ्ख्या यहाँ अवस्थित देखिन्छ भने ललितपुर महानगरपालिकाको जनसङ्ख्यालाई अलिकति कोड गरे 2,94,098 अर्थात् 6 गुणा जनसङ्ख्या बढी ललितपुर महानगरपालिका र गुरुबाकोट नगरपालिका बिचको मैले अलिक थोरै कम्पेयर एउटा तथ्याङ्क मात्र राख्न चाहेँ। र हामी 422 सी लेभलदेखि समुद्र सतहदेखि 422 मिटरदेखि झन्डै 2200 मिटरसम्मको अवस्थितिमा हामी एलोकेट गरेर बसेका छौँ। यही पछिल्लो सेन्ससको डेटालाई एनालाइसिस गरियो भने यहाँ दलित, जनजाति र ब्राह्मण क्षेत्रीको रेसियो 1/3 को एमाउन्टमा छ। 30-30% ल 1/3 1/3 ल उस्तै हो भन्न खोजिएको मेरो त्यतातिर सङ्केत गर्न मैले खोजेँ। यसरी देखिन्छ। अलिकति यो मैले भौगोलिक अवस्थितिलाई केही कम्पेयर गर्न चाहेँ। हामी श्रद्धेय दुवै पालिकाका नगर प्रमुखज्यू र गुरुबाकोट नगरपालिकाका नगर प्रमुखज्यू र जनप्रतिनिधि कर्मचारीको केही उपस्थिति देखिन्छ। हामी अलिकति केही अन्तर्क्रियात्मक कार्यक्रमलाई जोड्छौँ। त्यही भएर पनि नगर प्रमुखको आदेशअनुसार यसलाई अलिकति अनुपचारिकतिर ढाँचातिर लगिएको छ। म सुरुमा यो गुरुबाकोट नगरपालिकाको यसको अलिकति परिचयात्मक खण्ड र केही यसका नवीनतम केही विषयमा र श्रद्धेय दुवैजना मेयरलाई स्वागत सहितको एउटा आफ्ना महत्त्वपूर्ण बनाइराखिदिनु हुनको लागि श्रद्धेय नगर प्रमुख हस्तपुञ्जूलाई हार्दिक सबभन्दा पहिला त अब हिजो डाइलाग पनि भनिसक्यो। हिजो राति हाम्रो शारदाको मेरो साथसँग भेटघाट भएको थियो। फल्ना चाहिँ सिर्कै जाने भयो, डाइरेक्ट वेलकम गर्न जाने क्रममा चाहिँ भेट भएको थियो। उहाँसँग हाम्रो नियमित भेटघाट भइरहेको छ हाम्रो यहाँ। अनि यही क्रममा चाहिँ अब दाइ आउँदै हुनुहुन्छ भन्ने कुरा सुनिसकेपछि कसरी नगरपालिकामा नजिकै छ, बाटोमा हेरेर पनि जानु होला भन्ने सोचेर मैले चाहिँ कुरा गरेको थिएँ। त्यसपछि त्यो अनुसार चाहिँ साइड सिएको एकदम खुसी लाग्यो। देशकै उत्कृष्ट नगरपालिका मध्येको अब ललितपुर महानगरपालिकाका मेयर र लगायतको टिमलाई चाहिँ शारदाको मेरो साथलाई सबको टिमलाई यहाँ स्वागत गर्न पाउँदा पनि खुसी लागेको छ, गर्व लागेको छ। यो एउटा स्वागत आदर प्रदान मात्र नभएर एउटा माया प्रेम एउटा चाहिँ कुनै स्थानीय तहले आफूले भोगेका समस्याहरू हामी गर्दै गर्न खोजेका कुराहरूको केही कुराहरू हामी गफसप गर्दै गर्दा नजिक हुँदै गर्दा त्यो कुराहरू हामी सेयर गर्न सक्छौँ। त्यो कारणले पनि हामीलाई खुसी लागेको छ। अब एउटा राजधानीभित्रकै एउटा चाहिँ महानगरपालिका जो कि देशकै उत्कृष्ट नगरपालिका मध्ये पनि छ र उहाँहरूसँग हाम्रो सहकार्यको लागि हामी चाहिँ एकदमै
खुसी छौँ भन्ने लाग्छ खुसी छौँ भन्छु अब यहाँको अलिकति केही प्रशासनिक केही कुरा चाहिँ राखिसक्नु भएको छ नगरपालिकाको केही परिचयको विषयमा र अब यो सुर्खेतको एउटा पूर्वी क्षेत्र चाहिँ को अवस्थित नगरपालिका हो यो सुर्खेतका लगभग 5वटा गाउँपालिका नगरपालिका मध्ये एउटा यो पूर्वी क्षेत्रको भयो सुर्खेतको त 9वटा छ 4वटा गाउँपालिका 5वटा नगरपालिका छ मध्ये हाम्रो चाहिँ यता यो पूर्वी क्षेत्रमा चाहिँ छ र पूर्वी क्षेत्रको एउटा प्रशासनिक केन्द्रको रूपमा चाहिँ यो चाहिँ स्थापित हुँदै गएको अवस्था चाहिँ छ यहाँ जस्तै अब अहिले हाम्रो अब यो क्षेत्रमा मालपोत नापी कार्यालयदेखि लिएर सङ्घीय सरकारको कार्यालयहरू मालपोत नापी कार्यालय इलाका प्रशासन कार्यालयहरू त्यसपछि आएर अनि यो भेरी करिडोर भन्नाले भेरी डाइभर्सनको कार्यालय पनि यहीँबाट नै हाम्रो भेरीगङ्गा पर्छ नगरपालिका तर प्रभावित क्षेत्र यो पनि हो र त्यसले गर्दा भेरी डाइभर्सनले गर्दा प्रभावित क्षेत्रमा काम गर्ने गरी विशेष गरी भेरी करिडोर भनेको डोल्पादेखि लिएर हजुरको तातापानीसम्म तातापानी सुर्खेतको पश्चिम क्षेत्र पर्छ कर्णालीमा चाहिँ कर्णाली र सुदोवान पनि हो त्यहाँसम्म काम गर्ने गरी भेरी करिडोरको कार्यालय स्थापना चाहिँ र तत्कालीन विभिन्न कामहरू गर्ने गरी चाहिँ कार्यालय स्थापना भएको चाहिँ छ हाम्रै पालिकाभित्र छ त्यसरी अब नयाँ सहरको कुरा अहिले नयाँ सहर चाहिँ हामी यो 3टा पालिका विशेष गरी लेकबेसी नगरपालिका गुरुबाकोट नगरपालिका र भेरीगङ्गा नगरपालिका यो 3टा नगरपालिकाहरू मिलेर एउटा ठुलो एउटा उपत्यकाको रूपमा चाहिँ देख्न सकिन्छ हजुरले यहाँ अहिले आउँदा पनि एउटा फाँटै फाँट भएर आउनुभयो होला त्यो सबै यसलाई भूभागलाई समेटेर चाहिँ एउटा चाहिँ भोलिको दिनमा एउटा गुरु योजना हुने भनेर यसको तयारी भन्दैछ नयाँ सहरको चाहिँ कन्सेप्टको विकास भएको छ हिजोको दिनमा नेपाल सरकारले 12वटा पालिकालाई नयाँ सहरको रूपमा चाहिँ विकास गर्नुपर्छ भन्दै गर्दा त्यो नगरपालिका पनि यो चाहिँ नेपाल सरकारले चाहिँ नयाँ सहरको रूपमा चाहिँ विकास गर्नुपर्छ भन्ने चाहिँ भएको छ त्यो मध्ये अब गुरुबाको नगरपालिका भेरीगङ्गा नगरपालिका र लेकबेसी नगर 3टा नगरपालिका मिलेर चाहिँ गर्दै गरेको छ भौगोलिक रूपमा हेर्ने भने अब 3टै नगरपालिका उस्तै छ के समथर भूभाग पनि छ के अब अघि भन्नुभयो अब 2200सम्मको हाइट भएको क्षेत्र पनि छ हामी कहाँ चाहिँ छ र समथर भूभाग पनि छ र कृषिको क्षेत्रमा चाहिँ जस अलिकति अब राज्यले लगानी गर्न सक्यो भने होइन किनकि उत्पादन चाहिँ वृद्धि हुने चाहिँ सम्भावना चाहिँ देखिन्छ उत्पादन हामी आफैले आत्मनिर्भर हुन सक्ने सम्भावना चाहिँ देखिन्छ तर अहिलेको अवस्था के छ भने अब युवा जनशक्तिहरू चाहिँ सबै चाहिँ बाहिरतिर जाने यहाँको चाहिँ काम नगर्ने होइन यहाँको श्रम गर्न नचाहने त्यस कारणले गर्दा पनि अलिकति समस्या चाहिँ हामी सबैले भोगिरहेको अवस्था चाहिँ हो नत्र भने यहाँ चाहिँ हामी आफै पनि उत्पादन गरेर आत्मनिर्भर बन्न सक्ने चाहिँ खालको हाम्रो चाहिँ भूभाग खालको क्षेत्र कृषि क्षेत्र त्यहाँ छ भौगोलिक हिसाबले अलिकति विकट पहाडी एरिया पनि छ हामी जहाँ कि फलफुल उत्पादन गर्ने कुरा पनि चाहिँ गर्न सक्छौँ र अहिले केही कुरामा हामी आत्मनिर्भर पनि छौँ जस्तै मासु चल्ने चिजहरूमा त्यसपछि आएर दुधको कुराहरूमा हामी आफै आत्मनिर्भर छ र बाहिर चाहिँ निर्यात गरिरहेको अवस्था चाहिँ छ र त्यसलाई अब अलिकति अझै त्यसलाई अब त्यसको विविधीकरण गरेर भ्यालु एडसँग जोडेर अगाडि बढ्न सक्यो भने अझै राम्रो हुनसक्छ भन्ने हाम्रो चाहिँ सोच त्यो अनुसार नगरपालिकाले भावी योजना चाहिँ बनाइरहेको कुरा पनि राख्न चाहे र यो यति भन्दै गर्दा यो हाम्रो गुरुबाकोट नगरपालिका 14वटा वडामा चाहिँ विभाजन छ 14वटा वडामा चाहिँ 14वटा छ र अब अरू त 14 वडामा छ जनसङ्ख्याको जातीय हिसाबको सँगसँगै हेर्ने भने पनि लगभग 1/3 भन्नुभयो तापनि अब हाम्रो अहिले 34% चाहिँ लगभग दलित समुदाय देखिन्छ 34% नै बाहुन क्षेत्र देखिन्छ त्यसपछि आएर 27% चाहिँ हामी यो यहाँ चाहिँ जनजातिको चाहिँ बाहुल्यता छ भने 5% जति अन्य जातिहरू पनि भएको अवस्था चाहिँ छ अब यो बिस्तारै चाहिँ यो सहरीकरणमा रूपान्तरण हुँदै गएको अवस्था पनि देखिन्छ यो अब हिजोको भन्दा जस्तै अब अहिले धेरै ठाउँहरूको पालिकाहरूको चाहिँ जनसङ्ख्या चाहिँ अलिक अब घट्दो क्रममा छ भने यहाँ चाहिँ हामी कहाँ चाहिँ अलिक स्थिरता भनौँ अलिक थोरै भए पनि हामी अगाडि बढेको अवस्था चाहिँ देखिन्छ त्यस कारणले यो अलिकति सहरीकरण रूपमा चाहिँ रूपान्तरण हुँदै गएको अवस्था चाहिँ छ र भोलिको दिनमा नयाँ सहरको चाहिँ एउटा विकासको कन्सेप्टमा हामी जाँदै गर्दा अब यो भोलि नयाँ एउटा गुरु योजना बनाइसकेपछि र अझै राम्रोसँग व्यवस्थित सहरमा रूपान्तरण गर्न सकिन्छ कि भन्ने पनि हामीलाई लागिरहेको अवस्था चाहिँ हो र यो नगरपालिकाबाट 2वटा राजमार्ग अहिले हजुरहरू आउनुभयो जुन बाटो त्यो चाहिँ यो मदन भण्डारी सडक हो यो नेपालको पूर्वदेखि पश्चिमसम्म चाहिँ यो सडक हो भने अर्को चाहिँ छ यो छिन्चुबाट भेरीगङ्गाको छिन्चु भन्छ छिन्चुबाट हजुरको डोल्पासम्म जोड्ने अर्को चाहिँ यो अर्को राजमार्ग पनि छ अनि यो हाम्रो नगरपालिकालाई भेरी नदीले
वरिपरि चाहिँ चिरोको छ ठ्याक्कै बिचबाट चाहिँ नगरपालिका धेरै नजिक चाहिँ छ वरिपरि चाहिँ हाम्रो बस्तीहरू छ त्यस कारणले पनि पर्यटकीय हिसाबले पनि हामी के गर्न सक्छौँ र बिस्तारै शहरीकरण बन्द हुँदै गर्दा सुनमाउन चाहिँ बढी पनि देखिन सकिन्छ भन्ने लाग्छ अरू त अब अरू स्वास्थ्य शिक्षाको कुरा हामी अब गरिरहेको छौँ त्यो नियमित काम नै हो ठुलै अब प्रगति भन्ने कुरा त अब केही उपलब्धि त गरेका छौँ अब सबै कुरा भनिराख्नु सक्ने कुरा पनि छैन होइन समय पनि कम छ अर्को कुरा अब हाम्रो यो क्षेत्रमा यो प्रदेश सभा क्षेत्र नम्बर 1 हो यो 1 क हो त्यसै प्रतिनिधि सभा 1 हो दुईवटा क्षेत्रहरू छन् त्योमध्ये यो 1 नम्बर क्षेत्र चाहिँ हो यसो चाहिँ अब मान्य पूर्णबहादुर खड्का योभन्दा अगाडि उपप्रधानमन्त्री पनि हुनुहुन्थ्यो उहाँको क्षेत्रको हजुर हो भन्दा त उहाँको बडालले पनि हाम्रो गुरुबाकडमै हो यही गुरुबाकडमै बडालले उहाँको बस्ती बस्नु भनौँ न यहाँको जग्गा जमिन अलिअलि भए पनि यही चाहिँ छ उहाँ लामो समय 2048 सालदेखि नै यहाँ यहीँबाट यही क्षेत्रबाट निर्वाचित भएर गएको अवस्था चाहिँ हजुर यही हो दाजु अब मैले नगरपालिकाको विषयमा त यो थोरै रूपमा राखेँ अब मेरो प्रकाशीले के कुरा राख्नु कोसिस दुर्गापुर नगरपालिकाले आदरणीय नेता अभिभावक श्री बाबु महर्जनलाई राखेको र उहाँको समूहलाई राखेको शुभकामना आदान प्रदान पारिएका सभाहरू शारदा नगरपालिकासँग भगिनी सम्बन्ध भएको काठमाडौँ जिल्लाको काठमाडौँ भ्यालीभित्रको यो ललितपुर जिल्लामा पर्ने एउटा महत्त्वपूर्ण देशको एउटा नमुना पालिकाको रूपमा रहेको ललितपुर महानगरपालिकाका आदरणीय नगर प्रमुखज्यू साथीहरू राजकीय कर्मचारी साथीहरू यहाँ सबैलाई हार्दिक नमस्कार मेरो खास आज केही पनि छैन म चाहिँ बरु समय बचाउनुपर्छ भन्ने मान्छे पाउँछु म एउटै वर्ड चाहिँ मेरो ब्युरोक्राट साथीहरूलाई मेरो चाहिँ जनप्रतिनिधि साथीहरूलाई के अनुरोध छ भने वास्तवमा हामीले हाम्रो समाज भूगोल हाम्रो देशको परिस्थितिलाई एक्चुअली ध्यान दिनुपर्छ यो देशको परिस्थिति यस्तो बन्नमा काहीँ न काहीँ हामी पनि काहीँ न काहीँ दोषी छौँ यहाँ मतलब कर्मशील अलिक बन्न सकेका छैनौँ मैले यहाँलाई मात्र म आफैलाई पनि भन्छु हामी अत्यन्त मेहनतका साथ समाजलाई बनाउनु पर्ने हाम्रो ठुलो जिम्मेवारी छ त्यसैले अब यो अहिलेको दोहोऱ्याएर चाहिँ निर्वाचन सबैले जित्न सक्दैन मलाई लाग्छ म त दोहोऱ्याएर चुनावमा जित्दैन होला जस्तो लाग्छ लेट्स सी अब म दोहोऱ्याउँछु त्यो पनि अब समय बाँकी नै छ तर मलाई त्यस्तो लाग्छ कि यो समाजमा धेरै कर्म गरेका मान्छेहरूले धेरै मेहनत गरेका मान्छेहरूले दूरदृष्टि सहितको चाहिँ एउटा चाहिँ समाजलाई चाहिँ निहालिरहेका हेरिरहेका कर्म गरिरहेका मान्छे दोहोऱ्याएर जित्नुमा दाइ पनि हुनुहुन्छ दाइहरू चाहिँ हाम्रो मेरो पनि कलेज त्यसैले मेरो निवेदन चाहिँ सबैलाई उहाँले एकदम राम्रो काम गरिराख्नु भएको त्यसैले सायद जनताले उहाँलाई चाहिँ निर्वाचित गराए अझै राम्रो गर्ने प्रयासमा हुनुहुन्छ अभिभावक पनि पाउनु भएको छ र यसमा चाहिँ मेरो सबै चाहिँ कर्मचारी साथीहरूलाई वडा अध्यक्ष हाम्रो कार्यपालिका साथीहरूलाई सकेको चाहिँ आफ्नो नगर प्रमुखलाई सहयोग गर्नुहोस् एउटा परिणाम निकाल्नु ताकि नागरिकहरू सधैँ खुसी भएर बनाउन सकियोस् यो नकारात्मक दृष्टिकोण जसरी समाज अगाडि बढिरहेको छ यसलाई सकारात्मक बनाउनमा हाम्रो धेरै ठुलो भूमिका हुनुपर्छ जस्तो म एउटा सानो इक्जाम्पल दिन्छु हामीसँग चाहिँ हेल्थ वर्कर साथीहरू पनि यहाँ हुनुहुन्छ जापानबाट सानो इक्जाम्पल दिन्छु हामीले यहाँ चाहिँ एउटा नागरिकलाई सुई लाउँदाखेरि हामी कस्तो कसरी लगाइदिन्छौँ जापानमा लाउने बेलामा डक्टरले 3 पटक या स्टाफ नर्सले 3 पटक यो दुख्छ है तपाईँलाई दुख्छ नलगाउँ इन्जेक्सन लगाउँ भनी चाहिँ उसलाई कन्भिन्स गरी हामी लाउँछौँ यद्यपि हाम्रो सोसाइटी फेरि त्यस्तो छैन हाम्रो सोसाइटी अहिले हामी जसरी काम गरिरहेको छौँ त्यस्तै छ तर सोसाइटीलाई चेन्ज गर्न चाहिँ हामीले एक खालको मेहनत गर्नुपर्छ भन्ने मलाई लाग्छ मैले यही निवेदन यहाँलाई गर्छु अब थुप्रै कुराहरू त छन् गर्नुपर्ने भन्नुपर्ने हामीले गुड प्र्याक्टिसहरू शारदा नगरपालिका थुप्रै गरेको छ पढाइ मेला तपाईँले सुन्नुभएको छ होला शिक्षामा हामीले धेरै आज चाहिँ शारदा नगरपालिकालाई हेर्नुभयो भने आज प्राइभेट बोर्डिङबाट सरकारी सामुदायिक विद्यालयमा भर्नाको चाहिँ चाप बढेको छ र अब अहिलेको यो सबै आन्दोलनले फेरि चाहिँ सामुदायिक विद्यालयप्रतिको वितृष्णा फेरि चाहिँ सुरु भइसकेको छ हामीले चाहिँ ज्येष्ठ नागरिक चाहिँ खेलकुद कार्यक्रम गराउँछौँ यो चाहिँ मलाई लाग्छ देशभरि मैले गराइसकेपछि मैले देखेको मैले गराएको 3-4 महिना पछाडि धरानको छेउ महानगरपालिकाले सुरु गरेको छ र ज्येष्ठ नागरिक खेलकुद कार्यक्रमहरू अब 70 वर्षभन्दा माथिको ज्येष्ठ नागरिक 70 साललाई घरमा ट्रिटमेन्ट गर्नु र यस्तो थुप्रै कुराहरू हामीले गर्ने प्रयास गरेका छौँ एजुकेसन अघि हाम्रो वास्तुदायले भनेको छ हामी गर्छौँ तर यसलाई अलिकति इनोभेटिभ वेबाट अलिकति नयाँ तरिकाले होइन जस्तो हामी अहिले चाहिँ म्युनिसिपलको चाहिँ हाम्रो अन्तरपालिका स्तरीय चाहिँ क्रिकेट टुर्नामेन्ट राखेको छ त्यो सल्यानको लागि चाहिँ नहुनु हो होइन नयाँ तरिकाले चाहिँ काम गर्दा मेरो निवेदन सबैलाई अन्तिममा इन वान
एक शब्दमा चाहिँ प्लिज हाम्रो समाज, हाम्रो भूगोल, हाम्रो देशलाई माया गरौँ, यति सन्देश दिन चाहन्छु। र यो स्वागतको लागि हाम्रो नगर प्रमुखज्यू सबै कर्मचारी साथीहरूलाई धन्यवाद दिन चाहन्छु। र मेरो सबै समय आदरणीय कार्यकारी दिँदै छुट्टिन्छु। धन्यवाद। नमस्ते। जय जनप्रतिनिधिहरू र यहाँको कर्मचारी मित्रहरू र मसँगै हाम्रो ललितपुर महानगरपालिकाका डेलिगेसनका टिम मेम्बरहरू सबैमा मेरो नमस्कार। जोजो लप्पा। सबैभन्दा पहिला मेयर साहब, उपमेयर साहब र तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। मैले यहाँ छिर्न पाउँछु भने चिताएकै थिएन, तर आउन पाएँ, खुसी लाग्यो। मैले दुर्गाकोट नगरपालिकाको अघि भने जस्तै समाचारहरूमा चाहिँ एउटा म पढ्ने गरेको छु। यहाँको अप्पल हुनुहुन्छ, त्यसको निमित्त पनि यहाँले जुन एउटा सस्टेनेबल टाइपको अप्पललाई चाहिँ अनुसरण गर्दै हुनुहुन्छ, त्यसलाई चाहिँ अझ पनि राम्रो गर्नुहुनेछ भन्ने चाहिँ मेरो शुभकामना रह्यो। अब यो मौका जुटाइदिनु हुने हाम्रो एकदमै स्मार्ट मेयर भर्खर मेयर साहब हुनुहुन्छ। काठमाडौँमा आउँदाखेरि धेरैको आकर्षणमा पर्नुहुन्छ, आकर्षण केन्द्र साहब, उहाँलाई धेरै धेरै धन्यवाद। अब मैले खासै अहिलेको जमानामा त यति धेरै कुरा गर्नुपर्ने आवश्यकता त छैन। सबै कुरा चाहिँ सामाजिक सञ्जालमा छरपस्दै लेखेको हुन्छ। गुगलमा चाहिँ एकछिन सर्च गर्नु भने चिरबाउ भन्ने कस्तो हो, के हो, कति वर्षको भन्ने कुरामा सबै आइपुग्छ। तरै पनि अहिले मतलब यहाँ चाहिँ जसरी गोरुबथान नगरपालिकाको तर्फबाट चाहिँ बेस्ट प्र्याक्टिसेसहरूमा पनि बेस्ट भन्ने कुराको चाहिँ जुन अहिले हाम्रो अतिथिज्यूले भन्नुभयो। अब ललितपुर महानगरपालिकामा चाहिँ हामी ललितपुर महानगरपालिका चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हो। तसर्थ हामीले हाम्रोमा चाहिँ विश्व सम्पदा छ, तर त्यसलाई चाहिँ हामीले टेक केयर गर्नु बाहेक हामीले त किल्ला पनि ठोक्नु पाइँदैन। एउटा किल्ला ठोक्यो कि युनेस्को कराइहाल्छ, रेड जोनमा पारिदिन्छु भन्छ, पारेको पनि थियो पहिला, तर अब म बिहा भइसकेपछि त्यो अवस्था चाहिँ आएको छैन। तर खुसीको कुरा त्यो छ। अब हामीले अनुसरण गरेका बेस्ट प्र्याक्टिसेसहरूको कुरा गर्दै गर्दा प्रथम कदाचित अब अहिले समय धेरै छैन, तर यहाँले सुन्न चाहेको कुरा मेरो मुखबाट निस्किएन भने तपाईँले चाहिँ Q&A सेसन सुरु गरौँला, त्यहाँ सोध्ने गर्नुहोस्, म जवाफ दिउँला है। हामीले चाहिँ एउटा सम्पदामा चाहिँ हामीले हुन त सम्पदामा अझ पनि भक्तपुर इज द बेस्ट कसरी भन्नै पर्दैन, अति राम्रो छ भक्तपुर चाहिँ सम्पदामा चाहिँ अति राम्रो। त्यसपछि हामी राम्रो होला, ललितपुर त्यसपछि राम्रो होला। यो भन्दै गर्दा हामीले एउटा कुरा चाहिँ हामीले फेडरल गभर्मेन्ट सङ्घीय सरकारलाई पनि हामीले च्यालेन्ज के गर्यौँ भने सङ्घीय सरकार तपाईँहरूले प्रथम कदाचित ललितपुर महानगरपालिकाको सम्पदा जुन 72 सालको भूकम्पले तहस नहस भयो त्यो बनाउँदैखेरिको अवस्थामा तपाईँले केन्द्र नगरिदिनुहोस्। यो सार्वजनिक खरिद ऐन 2063 अन्तर्गत सम्पदा बनाउन चाहिँ केन्द्र नगर्नुहोस्। यो चाहिँ अमानतमा बनाउनुपर्छ। यो चाहिँ त्यही लोकल मान्छेले चाहिँ बनाउनुपर्छ। हाम्रो सिद्धि नरसिंह मल्लका मतलब 10-12 पुस्ताका नाति पनातिहरू छन्, उनीहरूको हातमा चाहिँ केही न केही त्यसको सिप छ, अझ पनि छ। ती आर्टिसन्सहरूलाई चाहिँ युज गर्नुपर्छ। तसर्थ टेन्डर चाहिँ नगरिदिनुहोस् भनेर मैले अब अहिलेको सम्मान्य प्रधानमन्त्री केपी शर्मा ओली त्यो बेला पनि प्रधानमन्त्री हुनुहुन्थ्यो, मैले उहाँलाई चाहिँ भेटेर यो कुरा भने उहाँले चाहिँ हुन्छ नगरपिता म कोसिस गर्नु भन्नुभयो। तर लगत्तै हाम्रो पातनको देगो टलेजो मन्दिर बनाउनुको लागि त टेन्डर छाप्नु गोर्खापत्रमा टेन्डर निस्केपछि मैले चाहिँ आर्कियोलोजिकल डिपार्टमेन्टलाई मैले वार्न गरेँ, तपाईँले जोसुकै ठेकेदार पठाएर म त्यो मन्दिरमा चाहिँ तपाईँको ठेकेदारले छुनै दिन्न भनेर मैले वार्न गरेपछि त्यो टेन्डर क्यान्सल भयो। र त्यसपछि हाम्रोमा चाहिँ एक किसिमको यो सम्पदा क्षेत्रमा चाहिँ पलटै भयो। हामीले टेन्डर नगरिकन हामीले भीमसेन मन्दिर, भीमकाय भीमसेन मन्दिर नेपाल सरकारसँग विदिन टेक इभन 2 रुपिस, सङ्घीय सरकारसँग हामी 2 रुपियाँ पनि लिएन। एकै बैठकबाट चाहिँ 6 करोड रुपियाँ चन्दा उठायौँ एकै बैठकबाट। त्यसमा अब हाम्रो अलिकति चलाकी चाहिँ के थियो भने हामीले बैठक बोलाउँदाखेरि चल्दा हाल्दै अनुहारकोलाई बढी बोलायो क्या। त्यसले गर्दाखेरि चाहिँ अब भन्दा पनि मजासँग उठ्यो, 6 करोड रुपियाँ पैसा उठ्यो। तर त्यो मन्दिर चाहिँ भत्केको थिएन, इट वाज टिल्टेड। यो चाहिँ 2.5 इन्च उत्तर पूर्वतिर चाहिँ भरे जाला कि भोलि जाला हुने गरेको चाहिँ त्यो चाहिँ टिल्ट भएको थियो।
तर त्यो मन्दिर हामीले बनाउँदाखेरि त्यसको लागत एस्टिमेट 4 करोड 94 लाख रुपियाँ थियो। किनभनेदेखि त्यसको टुप्पोदेखि फेदसम्म फेरि रियुज गर्न मिल्ने किसिमको थियो र पुरातत्त्वको ऐनमा पनि यी मन्दिर मठ मन्दिरहरू बनाउँदाखेरि केही पनि नफ्याँक्नु, माटो पनि नफ्याँक्नु, इँटा त पर जाओस्, साल्भेज गर्न मिल्ने आइटेमहरू सबै साल्भेज गर्नु, पुनः युज गर्नु भन्ने नै ऐनमा छ। तसर्थ हामीले त्यही बमोजिमले काम गर्दाखेरि हाम्रो चाहिँ 6 करोड रुपियाँ उठ्यो, 4 करोड 94 लाख रुपियाँ खर्च भयो र हामीसँग अझ पनि त्यो मन्दिर बनाएर पनि 1 करोड 20 लाख रुपियाँ पैसा बाँकी छ। एउटा त्यो एउटा काम गरिसकेपछिको अवस्थामा हामीले चाहिँ धेरै मन्दिरहरू बनायौँ र अहिले गएर चाहिँ बनाउनु पर्ने एउटा पनि मन्दिर बाँकी छैन। सब मन्दिरहरू राजप्रासादहरू यो मतलब सम्पदाका आइटेम्सहरू सबै बनाउन सिक्यो। हालसालै आजभन्दा 10 दिन 12 दिन अगाडि हामीले चाहिँ मन्दिरमा सबैभन्दा अग्लो मन्दिरको नाम चाहिँ भक्तपुरको न्यातपोल हो। तर गोलाइमा चाहिँ सबैभन्दा ठुलो गोलाइको चाहिँ हाम्रो ललितपुर महानगरको डेगो टरेजी हो, जुन मन्दिर हालसालै बनाउन सिद्ध्याएर सामान्य राष्ट्रपतिको हातबाट हामीले उद्घाटन गरेर आयौँ। अब यस्तै अर्को 2 ठुलो प्रोजेक्टहरू अगाडि बढिरहेको छ। कुनै 80% सिद्धियो, कुनै 90% सिद्धियो, अब निकट भविष्यमा सबै सिद्धिन्छ र हाम्रोमा चाहिँ सम्पदा सम्बन्धी गर्नुपर्ने काम चाहिँ केही पनि बाँकी रहँदैन। बस यो चाहिँ अब बेस्ट प्र्याक्टिस भनौँ या नेपाल सरकारको निमित्त वर्स्ट प्र्याक्टिस भनौँ, यो चाहिँ हामीले गऱ्यौँ नम्बर 1। अनि त्यो पछि एउटा अर्को हामीले चाहिँ अब 8 मिटरभन्दा बढी मिटरको बाटो चाहिँ सङ्घीय सरकारको मार्फतमा पर्छ यो, तर 8 मिटरसम्मको बाटो चाहिँ स्थानीय सरकारले बनाउनु पर्छ। तर यो मैले अघि निवेदन गरेँ, सार्वजनिक खरिद ऐन 2063 यो मुलुकको निमित्त वास्तवमै भन्ने हो भनेदेखि यो चाहिँ यसमा चाहिँ एकदमै सब्सटेन्सियल सुधार गरिएन भने मुलुक बन्दैन। धेरै गाह्रो छ, अति गाह्रो छ। यसमा के भन्छ त भन्दाखेरि सबैभन्दा लो बिड गर्नेले काम पाउनुपर्छ भन्छ। यसको मर्मै त्यही हो, द लोवेस्ट बिडर मस्ट गेट द जब भन्छ। अब कामै पाउनुको निमित्त ठेकेदारहरूको बिचमा चाहिँ पछाड मछाड गर्छ र प्रोजेक्ट कस्टको चाहिँ 40% 45%मा लो बिड गर्छ र काम पाउँछ। अब उसले कतिको राम्रो काम गर्छ होला त। त्यसकारण मैले चाहिँ भने कि म यो सम्पदामा चाहिँ यो उसको यो सार्वजनिक खरिद ऐनलाई चाहिँ म छुनिदिन्न भन्ने त्यसकारण भने र रिजल्ट राम्रो भयो। तर हामीले चाहिँ यो बाटो बनाउने सन्दर्भमा 8 मिटरसम्मको बाटो चाहिँ हाम्रो कार्यक्षेत्रमा पर्छ र त्यहाँ चाहिँ अब हामीले यो जुन ऐन छ सार्वजनिक खरिद ऐन 2063 हुन त यो चाहिँ टेबल भइरहेको 4 वर्ष भयो, एमपी पार्लियामेन्टमा टेबल भइरहेको चाहिँ 4 वर्ष भयो, तर अहिलेसम्म डिस्कसन भएको छैन। अब त्यसको त्यो कहिले होला त्यो थाहा छैन। तर त्यो भइसकेपछि काम गर्छु भन्यो भने त्यो चेट हुन्छ नि त होइन, तर काम त गर्नै पर्यो। तसर्थ हामीले चाहिँ त्यसमा अलिकति परिवर्तन गर्यौँ। परिवर्तन के गर्यौँ त भन्दाखेरि त्यसको मुख्य मर्मलाई चाहिँ आँच नपुग्ने गरिकन हामीले स्पेसिफिकेसन्समा चाहिँ हामीले अलिकति चेन्ज गर्यौँ। त्यो कसरी चेन्ज गर्यौँ त भन्दाखेरि बाटोको थिकनेस, पिच रोडको थिकनेस, ब्ल्याक टप बिटुमिनस जबको थिकनेस चाहिँ 1.5 इन्चभन्दा कम गर्न पाइँदैन, नम्बर 1। अनि त्यो एस्फल्टिक कङ्क्रिट गरिसकेपछि बाटो बनाइसकेपछि हामी जनप्रतिनिधिले भनेको ठाउँको चाहिँ स्याम्पल लिनुपर्छ। त्यसलाई कोर कटिङ भन्छ, अगर बोर्डिङ भन्छ। त्यो जुन चक्का निकाल्छ त्यो चाहिँ हामीले भनेको ठाउँको निकाल्नुपर्छ, दोस्रो पोइन्ट। अनि तेस्रोमा चाहिँ के भन्यो भने त्यो निकालेको स्याम्पल चाहिँ यहाँ ठेकेदार साहबबाट हामी निकै चलाएको छ, हुन त सबै चलाएकै छन् उहाँहरू, र उहाँको आफ्नो आफ्नै ल्याब हुन्छ र अनि हामीले के भन्यो भन्दाखेरि चाहिँ त्यो निकालेको स्याम्पल चाहिँ हामीले भनेको ल्याबमा गएर टेस्ट गर्नुपर्छ भनेर हामीले चाहिँ इन्जिनियरिङ क्याम्पस कहिले नेपाल सरकारको ल्याबमा चाहिँ पठाउँछौँ। त्यहाँ गएर टेस्ट गर्नुपर्छ र त्यो टेस्ट गर्दाखेरि त्यसको चाहिँ भार वहन क्षमता डेन्सिटी चाहिँ 98 भन्दा कम आयो भने फेल। बस यति कन्डिसन राख्दाखेरि हामीले बनाएको बाटो चाहिँ एकदम A1 छ। जबकि सङ्घीय सरकारले बनाएको बाटो चाहिँ 2 त मनसुन टिक्नु पनि गाह्रो छ, 2 त मनसुन पछि चाहिँ त्यो बगाउँछ। तर हामीले बनाएको बाटो चाहिँ कसैले कुटो कोरालो गरेन भने 8 वर्षदेखि 10 वर्षसम्म मजाले टिक्छ। र म पहिले जति मेयर भइसकेपछि बनाएको बाटो अब त 8 वर्ष भयो नि त लगभग, यो उता पनि बिग्रेको छैन, एकदम राम्रोसँग चलिरहेको छ। बस यति चेन्ज गर्दाखेरि परिवर्तन देखिँदो रहेछ भन्ने चाहिँ मैले यहाँ समस्या निवेदन गरेँ। अब भन्ने कुरा त धेरै नै छ। अब त्यो चाहिँ मेयर भइसकेपछि 8 वर्षसम्म भइरहेको छ।